दर्शकवृन्द नमस्कार। 2082 सालको 7.5 शनि विचार यस सम्बन्धीको यो सानो भिडियो हेरौँ है त। 7.5 शनि दशा भनेको के हो, अनि गएर 7.5 शनि दशा कुन कुन राशिलाई परेको छ यो वर्ष र कस्तो कस्तो प्रभाव पार्छ। त्यसैमा अढैया शनि भन्ने पनि हुँदो रहेछ। अढैया शनि भनेको के हो र यो 7.5 शनि दशा र अढैया शनि दशाको समाधान के, उपचार के, यस सम्बन्धीको यो सानो भिडियो रहनेछ। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला, के कस्तो लाग्छ प्रतिक्रिया जनाउनुहोला र यो भिडियोलाई शेयर गरेर आफन्तजनहरू समक्ष पनि पुर्याउनुहोला। दर्शकवृन्द, यो 2082 सालमा शनि दशा मीन राशिमा भ्रमण गर्नेछन्, मीन राशिमा प्रवेश गर्नेछन्। मीन राशिमा प्रवेश गर्दै गर्दा यो 7.5 शनि भनेको 7.5 वर्षसम्म शनिको प्रभाव रहने कुरालाई 7.5 शनि भनिएको छ। शनिले एउटा राशिलाई 2.5 वर्षको समयमा भ्रमण गरिसक्दछन्। 2.5 वर्ष भोग गरेर अगाडिको राशिमा प्रवेश गर्दै गर्दा पनि फेरि अझै 2.5 वर्षसम्म त्यो आफूले छोडेको राशिलाई पनि प्रभाव गरिरहँदा रहेछन् र अगाडि आउने प्रवेश गर्ने, त्यसभन्दा पछि आउने प्रवेश गर्ने राशिलाई पनि 7.5 वर्ष यानि कि 2.5 वर्षसम्म उसलाई पनि प्रभाव पार्ने रहेछन्। यसरी 3 चरणमा 7.5 शनि दशाले तीनवटा राशिलाई 3 चरणमा गरेर यसरी प्रभाव पार्दो रहेछ। त्यसैलाई 7.5 शनि दशा भनिदो रहेछ। कुनै एक राशिमा प्रवेश गरो त्यसलाई मध्य 7.5, त्यो जुन राशिलाई छोडेर गएको छ त्यहाँ अरु 2.5 वर्षसम्म त्यसको प्रभाव रहने रहेछ, त्यो अन्त्य 7.5, र जुनमा छ त्यो भन्दा पछि आउनेवाला राशिलाई पनि 2.5 वर्षसम्म त्यसले 2.5 वर्ष पहिलेदेखि नै त्यसलाई चाहिँ असर गर्ने भए हुनाले त्यसलाई 7.5 भनेर, आद्य 7.5 भनेर लिइदो रहेछ। यो वर्ष मीन राशिमा शनि रहेका छन्, त्यसकारण कुम्भ र मेष राशिलाई पनि, कुम्भ, मीन र मेष यी तीनवटा राशिलाई 7.5 शनि दशा रहेको छ भने कुम्भ राशिलाई अन्त्य 7.5 शनि दशा हो, छोड्दो अवस्थाको हो। मेष राशिलाई आद्य 7.5 शनि दशा लाग्दो अवस्थाको हो भने मीन राशिलाई मध्य 7.5 शनि दशा हो। अब यो 7.5 शनि दशा का साथमा अर्को अढैया शनि भनेको फेरि आफ्नो राशिबाट गन्दै जाँदा, जुन राशिमा शनि बसेका छन् त्यो राशिसम्म गन्दै जाँदा 4 हुन्छ अथवा 8 हुन्छ भने त्यसलाई फेरि अढैया 7.5 भनिदो रहेछ। यो वर्ष मीन राशिमा शनि रहँदै गर्दा सिंह राशि का जातकहरूलाई सिंह राशिबाट मीन राशिसम्म गन्दा 8 हुने र धनु राशिबाट मीन राशिसम्म गन्दै गर्दा 4 हुने भएका हुनाले सिंह राशि र धनु राशिका जातकहरूलाई अढैया 7.5 शनि रहेको छ। र यसमा यदि जन्मको कुण्डली भनेको आफ्नो जन्म कुण्डलीमा शनि ग्रह राम्रो अवस्थामा बसेका छन्, शनि 3, 6, 11 स्थानमा छन्, आफ्ना घरमा छन्, अनि बलवान शुभ ग्रहले युक्त छन्, उच्च अवस्थामा छन् भनेदेखि ती शनिले फेरि यो 7.5 शनिका बेलामा पनि अत्यन्तै मनमा आनन्द दिने, पद प्रतिष्ठा दिने, सम्पत्ति दिने, गरेका कामहरूमा सफलता दिलाउने, कार्यमा सिद्धि गराउने, आकस्मिक लाभ गराउने राम्रो फल दिन्छन् भने त्यही शनि यदि खराब अवस्थामा छन्, निचो भएर बसेका छन्, पापग्रहले युक्त भएर बसेका छन्, अनि गएर पापग्रहका दृष्टिमा बसेका छन्, शत्रुका घरमा बसेका छन् भनेदेखि यही 7.5 शनि लागेका समयमा अनेक प्रकारको अशुभ फल हुन्छ, दुःखदायी फल दिने गर्दछन्। कार्यमा विलम्बता हुन्छ, परिवारमा अनेक प्रकारको चिन्ता हुन्छ, स्वास्थ्यमा चिन्ता हुन्छ, झैझगडा कलह हुन्छ, मानसिक अशान्ति, पशु चौपायमा हानि, मोटर गाडीहरूमा पनि नोक्सानी, धनमा नोक्सानी, यस्तो किसिमको यो ग्रहको प्रभाव रहने भएका हुनाले त्यो 7.5 शनि जसलाई छ यानि कि कुम्भ राशि, मीन राशि, मेष राशि, त्यसै गरी सिंह राशि र धनु राशि हुने जातकहरूले यो वर्षभरि पिपलको पूजा, शनिबारको व्रत, पिपलमा जलार्पण गरेर परिक्रमा गर्ने, त्यसै गरी शनिदेवको पूजा गर्ने, अनि गएर महामृत्युञ्जयको जाप गर्ने, भगवान शिवको पूजा गर्ने गर्यो भने यो 7.5 शनिको नकारात्मक प्रभाव हटेर सकारात्मक प्रभाव प्राप्ति हुन्छ।
पिपलको पूजा गर्दै गर्दा सकिन्छ, जानिन्छ। मन्त्रद्वारा भगवानलाई पिपललाई जल चढाउने। मूलतो ब्रह्म रूपाय मध्यतो विष्णु रूपिणे अग्रतः शिव रूपाय अश्वत्थाय नमो नमः भनेर पिपलको प्रार्थना गरिन्छ। पिपलका फेदमा ब्रह्माजीलाई कल्पना गर्ने, ब्रह्माजीलाई सम्झने। मूलतो ब्रह्म रूपाय मध्यतो विष्णु रूपिणे पिपलका बीचमा भगवान विष्णुलाई सम्झने, पिपलका टुप्पामा शिरमा रुद्रलाई सम्झने, जलार्पण गर्ने। यति गरिसकेपछि शनिको कष्ट, शनिको बाधा निवारण हुन्छ भने महामृत्युञ्जयको जाप गर्ने। त्यसै गरी विशेष गरेर 7.5 मैले अघि भने जस्तै 3 चरणमा भोग गर्ने भएको हुनाले पहिलो चरणमा मानसिक चिन्ता, मानसिक पीडा भनेको हुन्छ, मानसिक चिन्ता दिन्छ भने दोस्रो चरणमा भनेको जुन राशिमा छ त्यो राशिलाई शारीरिक पीडा, शरीरमा चोटपटक लाग्ने अनि गएर एक्सिडेन्ट आदिको योगहरू हुन सक्छ, अपरेसन गर्नुपर्ने सम्मका बिमारी हुन्छन्, अनेक प्रकारको कष्ट, दुःख कष्ट रहेको हुन्छ भने अन्तिम चरणमा यानि कि छोड्दो अन्त्य 7.5 शनि दशामा सामान्य फल लाग्दछ। त्यसकारण सबैले पिपलको पूजा गर्दा, व्रत शनिबारको व्रत गर्दा राम्रो हुन्छ भने शनि विशेष गरेर कर्म भावका जन्म कुण्डलीमा कर्म भावका कारक ग्रह पनि हुन् र शनिको ग्रहहरूको पद व्यवस्थापनमा शनि न्याय कारक हुन्, न्यायाधीश कारक ग्रह हुन्। त्यसकारण शनिले कुनै पनि प्रकारको खराब कर्मबाट शनि अरु खराब हुँदै जान्छ। यद्यपि खराब कर्म त कसैले पनि गर्नु हुँदैन, त्यसमा पनि जसलाई 7.5 शनिको प्रभाव रहेको छ उहाँहरू त अझै सतर्कता हुनुपर्दछ। शुभ कार्यबाट, राम्रा कार्यबाट, परोपकारका कार्यबाट शनि प्रसन्न हुनेछन् र 7.5 शनिको दुष्प्रभाव पनि कम हुनेछ। शनि न्यायाधीश कारक ग्रह भएका हुनाले जस्तो कर्म गर्यो त्यस्तै फल दिन्छन्। शुभ कर्म गरेकालाई शुभ राम्रो फल, अशुभ कर्म गरेकालाई अशुभ फल दिने भएका हुनाले यो विशेष 7.5 शनिका बेलामा त अझै आफू सत्कर्ममा प्रवृत्त हुनुपर्दछ र शनिलाई प्रसन्न पार्नु पर्दछ। विशेष शनिबारका दिनमा तेलमा आफ्नो अनुहार हेर्ने र त्यो तेललाई दान गरिदिने। यदि त्यो तेल दान ग्रहण गर्ने व्यक्ति पाइएन भनेदेखि त्यो अनुहार हेरेको तेललाई पिपलका बोटका फेदमा लगेर राखिदिने, पिपलको पूजा गर्ने, बत्ती बाल्दिने र हनुमान चालिसा पाठ गर्ने। हनुमानजीको पूजा आराधना, शिवजीको पूजा आराधना, महामृत्युञ्जय जप, यी कर्मबाट 7.5 शनिको प्रभावलाई कम गर्न सकिन्छ। दर्शकवृन्द, भिडियो के कस्तो लाग्यो प्रतिक्रिया जनाउनुहोला र अरु प्रत्येक राशिका पनि मैले जानकारी, राशिफलहरू यहाँहरु समक्ष राख्दै जानेछु। यो भिडियोलाई सक्दो शेयर गरेर आफन्तजनसँग पुर्याउँदै नयाँ हुनुहुन्छ भने यो च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला। जय होस्, मंगल होस्, कल्याण होस् सबैको।